आज चाहिँ टक्क अब चेकआउट गरेर हिँड्छ क्या हामी। आज चाहिँ ब्लग सर्ट हुन्छ होला किनकि ट्राभल मात्र हुन्छ है। ल अब छिटो भयो भने मनकान छिर्ने रे नत्र नछिर्ने रे कुरा चाहिँ त्यस्तो बाहा हो। हेरौँ के हुन्छ। ल गाइस अहिले चाहिँ अब हिँडिसक्यो पोखराबाट। पोखरा टाटा बाई बाई। ल यही हो गाइस, यस्तो छ हालत होइन। यहाँ सम्बो छ साइडमा हो, यहाँ केटाहरू छ साइडमा। सो अब हिँडेको अब बाइक अब चाहिँ टक्क मनागाउन तल आइपुग्यो। अब केवल टक्क जाने हो त। ल यहाँ छ केटाहरू, यहाँ डले भाइ यहाँ, केटाहरू यहाँ। यहाँ हाम्रो आइडी कार्ड हेर्नु सक्नुहुन्छ। यहाँ मेरो सबभन्दा बल ह्यान्डसिम म यो, त्यही भएर मेरो सबभन्दा राम्रो छ। ल अब केवल कारमा गएर खिच्छु म सिधै है त। यहाँ टिकट लिँदै हुनुहुन्छ सरहरू हो। जम गाई जम ल हिँड्यो नजाने भयो गाइज। अब 575 रे अनि अरूसित पैसा छैन अरे। अनि सब नजाने के अरे कोही नजाने भएपछि अब नलाने रे गाइज। के अब कस्तो सेट भइहाल्यो नि सेट लगाइ चाहिँ अब। सो हामी चाहिँ फर्किँदैछौँ सबजना। गर्नु चाहिँ यहाँ चाहिँ यस्तो रहेछ, यस्तो चिसो रहेछ यहाँ। अब जानै पाएन त के होइन। अब पछि हामीलाई भारी हुँदो रहेछ। ओए मुला लगाइ जब कको ल आयो चुप लागे दोस्तीलाई गाउँदैन मैले तिमीलाई चाहेको भन्दा बढी, तर आज त्यो भावना त्यो केवल एउटा भ्रम मात्र थियो। सायद त्यो मुटुमा मेरो नाम कोरिएको छैन। तिमी बिना अधुरो छ त्यो संसार, तिमी बिना अधुरो छ। छैन किन जोको माया गर्छु त्यो माया तिमीलाई सो अहिले चाहिँ यहाँ पहिरो गएछ अनि पन्छाउँदै रहेछ टक्क। कहाँ आइपुग्यो हामी? बिना काम चाहिँ खन्छ बौला खन्छ झ्याउ लाग्यो रे नि त डोजरवालालाई। ए रोनिस भाइ किन बौलाको होला त गाइज? यो कहाँ आइपुग्यो हामी? सुकुटी कि आइपुगेन? ओए यो तामाको थियो। औडा कुरा नगर। तामाको थियो तामाको थियो। हामी कोशी प्रदेशबाट आएको नि कोशी। यो चाहिँ कोशी प्रदेशबाट है मधेस प्रदेशबाट चाहिँ बौला जस्तो। ल अब एकछिनमा खाजा खाने रे हो। कति बजी भन्दा 5:22 भए हामी पुग्छ 7-8 बजीतिर। 8 नभए यहाँनिर यस्तो छ। ए यार नहुने बस्न सक्छ। ल दसैँ भन् फेरि अति नभनौँ न, हामी बाटोमा खाजा नि खानु पर्छ। अति नभनौँ न, खाजा मोबाइल चार्ज गर्नु पर्यो। त्यही त मोबाइल चार्ज गर्नु पर्यो। अलि ढिला खाना खा होला केटा। खाना रे भाइ खाजा रे खाजा। त्यही त खाजा अलि ढिला खाजा खा होला। ल गाइज अहिले नै यस्तै छ अवस्था। ल टक्क अब चर्चको टाइप भइसक्यो त। कतिजना झरेर गइसक्यो। सो अब आजलाई यति नै निन्दा लगाएर जुप भइसक्यो। कति 9:16 भइसक्यो गाइज। ल यति नै त अहिले बाई। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला।